अब जेनजीहरू युनाइट हुनु पर्यो। भाइ बहिनीहरू आफै एकताबद्ध हुनै पर्छ, भएन भने के हुन्छ थाहा छँदैछ। भएन भने त हाम्रो ती जति पनि कुराहरू थियो त्यो पुरा हुँदैन, फेरि लडाइँ झगडा हुन्छ नि। राम्रो काम युवा पिँढीले राम्रो काम गर्दै गयो भने त्यो चाहिँ जो विरोधी त भइहाल्छ। सकिन्छ भने चाहिँ त्यो मान्छेको हुन्छ नि इमान्दारिता, दयालुपन, त्यो कुराहरू पनि जाँच्ने यन्त्र बनाउनु पाए चाहिँ मन्त्रीहरूलाई चाहिँ त्यहाँ जाँचेर मात्रै पास गराउने क्या, कतिको इमान्दार छन् भनेर त्यो पनि मिल्छ भन्ने गरौँ भन्ने लागेको नि माननीयज्यू। यो कुरा त पहिल्यै सुरुदेखि आन्दोलन भएकै दिनदेखि मैले भनिरहेको छु। अब जेनजीहरू युनाइट हुनु पर्यो भन्ने कुरा हामीले पनि भनिरहेको छु, अरू सबैले भनिरहेको छन्। सबैले जति पनि अब जेनजी मुभमेन्टमा चाहिँ प्रति चाहिँ एउटा सद्भाव राखेका छन्, सबैले भनिरहेको छ। अब भएको के छ, तिम्रो आफै युनिट भएको के अरे युनाइट भएको छैन। त्यस कारणले भाइ बहिनीहरू आफै एकताबद्ध हुनै पर्छ, भएन भने के हुन्छ थाहा छँदैछ। भएन भने त हाम्रो ती जति पनि कुराहरू थियो त्यो पुरा हुँदैन, फेरि लडाइँ झगडा हुन्छ नि। त्यो युनाइट गर्नको लागि प्रयास गर्ने हो। युनाइट कसरी हुन्छ भने राम्रो काम युवा पिँढीले राम्रो काम गर्दै गयो भने त्यो चाहिँ जो विरोधी त भइहाल्छ। मैले यहाँ केही नगरेर काम गर्दाखेरि त मेरो विरोधीहरू थुप्रै छ त हैन। मलाई चाहिँ गाली गर्ने, मलाई चाहिँ भनौँ न बेइज्जत गर्ने, उडाउने मान्छेहरू थुप्रै छ त। केही नगर्दाखेरि त हैन उडाउँछन् भने अब भाइ बहिनीहरूलाई पनि अब के अरे उडाउने मान्छेहरू होला। हामी युनाइट हुन्न भन्ने भने युनाइट नहुनेलाई छोड्दै तिनीहरूलाई धेरै बोल गर्ने। युनाइट आफैले कोसिस गर्दै जाने हो। अनि चाहिँ छलफल मैले कति मन्त्री हुनुभन्दा अगाडिदेखि चाहिँ जेनजीहरू अब युनाइट भएर जानुपर्छ भन्नु, यहाँ मन्त्री हुनुभन्दा अघिल्लै 2-4 दिन अगाडि, 4-5-7 दिन अगाडिदेखि मैले चाहिँ मेरो फेसबुकमा लेखिरहेको छु है। जेनजीहरू गाउँ गाउँमा जाऊ, यहाँ सहर बजारमा नबस। अब अहिले तिमीहरू के गरिरहेको छ, सहर बजारमा टाइम वेस्ट गरिरहेछ। अहिलेसम्म ठिकै छ, वेस्ट गऱ्यौ हो कि होइन? अहिलेसम्म ठिकै छ, वेस्ट गऱ्यौ। अहिलेसम्म अलिकति कुराकानी गऱ्यौ, यो यस्तोहरू बुझाउँदैछौ, सचेतनाहरू गराउँदैछौ। अब पनि त्यही अब चाहिँ यहाँ बस्ने होइन, गाउँ गाउँ जाने हो, आफ्नो क्षेत्रमा जाने। आफ्नो भावना र विचार चाहिँ सबैलाई समेट्नु पर्यो। सबैले फेरि त्यो चुनाव हुने दिनसम्म पनि काठमाडौँमै बसेर यही पत्रहरू बाँड्दै हिँड्दै गऱ्यो भने गाउँ गाउँमा अलरेडी गरिराखेकै छौँ। अहिलेसम्म धेरै युनाइट भएरै आएको हो। हामी यहाँनिर काठमाडौँमा चाहिँ अब अहिले मात्रै हजुरहरूलाई भेट्नुपर्छ भन्ने हिसाबले आएको, किनभने हामी ठिकै छ। अहिलेसम्म चाडबाड पनि थियो, पहिल्यै आउँथ्यौँ, अहिले मात्रै किन आएको भन्दाखेरि हामी चाहिँ गाउँ गाउँमै छौँ। मङ्सिर महिना लागेपछि चाहिँ सब गाउँ गाउँमा जानुपर्छ। यहाँ काठमाडौँमा यो हामी जस्तो नेताहरू जस्तो भनौँ न मन्त्रीको ढोका कुरेर अनि कोही नेताहरूको ढोका कुरेर हिँडेर बसेर हुँदैन। सब गाउँ गाउँमा जाने, युनाइट गर्दै जाने। युनाइट भन्ने कुरो बिस्तारै हुँदै जाने हो, बिस्तारै हुँदै जाने हो। हिउँ खेला छ कि खेला होइन? डल्ला बनाउनु पऱ्यो भने के गर्छ, पहिला यत्रो डल्ला बनाउनु पर्छ है। पहिला यत्रो डल्ला बनाउनु पर्छ, अनि त्यो डल्लोलाई चाहिँ गुडाउँदै यसै त्यो हिउँ भएको चौरोमा गुडाउँदै गयो भने पछि ठुलो डल्ला बन्छ क्या होइन? हो, त्यस्तो गरेको छैन भने हिउँ खेलाएकोलाई थाहा हुन्छ। हामीले गर्छ, हामी केटाकेटी छँदाखेरि हामीले हिउँको डल्ला बनाउँथ्यौँ। हिउँ पर्दाखेरि भने जस्तै पहिला त सानै हुन्छ, र गुडाउँदै गयो भने ठुलो हुन्छ भने जस्तै। अब चाहिँ गाउँमा जाने, मङ्सिर लागेपछि सब यहाँ गाउँ गाउँमा जाने अनि ठुलो डल्ला बनाउने। हजुरलाई एउटा कुरा सोध्छु है। जस्तै हामीले अस्ति हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूलाई भेटेका थियौँ, अनि उहाँले आफै नै भन्नुभएको थियो कि हामीलाई चाहिँ हिजोको दिनमा म अब एउटा सामान्य नागरिक भइराख्दा मैले नै भनेको थिएँ 5 दिनमा यो भ्रष्टाचार त सबै हटाउन सकिन्छ भनेर, तर भने जस्तो हुँदैन नानी बाबु भन्दै हामीलाई कति कुराहरू भन्नुभएको थियो। अनि अब हजुर पनि स्वयं अहिले आफै शिक्षा मन्त्री हुनुभएको छ नि त। हिजोको दिनमा हजुरले पनि धेरै स्ट्रगल गर्नुभएको छ, हामीले बुक्स हजुरको पढेका छौँ कम्प्लिटली। अनि अब हजुर शिक्षा मन्त्री भइरहँदा चाहिँ हजुरलाई चाहिँ कामहरू गर्नु के कस्तो अनुभव भइरहेछ, यो बताइदिनुहोस् न हामीलाई। सिक्दैछ त यहाँ, म त भर्खरै। हजुरलाई चाहिँ कस्तो भइरहेछ, असहज भएको कतिको छ कि छैन? मलाई केही कुराले असहज हुन्न हजुर होइन।
अब असहज भन्ने कुरासँग म चाहिँ डराउँदैन, उहाँले आफ्नो दायित्व निभाउनु आत्तिँदैन, आफ्नो काम गर्छ। च्यालेन्ज त फेस गर्नु, तर कतिको आउँदै चाहिँ छ कि छैन भनेको नि। सिक्दै जाने हो नि त्यो त कहाँ। मैले भनेपछि सुन, face गर्नु हुँदैछ मैले त्यो हजुरले वीरगञ्जको कृषि औजार कारखाना म चाहिँ एकदमै कारखाना चलाएर एक्सपर्ट भएर गरे हो त। त्यो त होइन। त्यो केही न, मैले अहिलेसम्म कारखाना त्यति बेलासम्म कारखानाको एउटा नट बोल्टु पनि कारखानामा गएर एउटा नट बोल्टु पनि खोलेको थिएन। त्यो कारखानाको मसिन कस्तो हुन्छ भनेर देखेको पनि थिएन। मन्त्री जो बनेको छु, यो मन्त्री कसरी चलाउने भन्ने मलाई थाहै थिएन त। कहिले चलायो भए, प्रशासन कहिले चलाएको छैन। हजुर। तर अब त निकै सिक्यो, अब अहिलेसम्म त निकै सिकिसक्यो नि। त्यस कारणले यो भनेको तिमीहरूले जस्तो राजनीति गर्न सिकेको छैन। अब काम गर्दै गएपछि सिक्दै यति धेरै लेख्न जानेपछि त सिक्दैछ त, जाने क्रममै छौँ होइन? यस्तो मागहरू राख्न जानेपछि त सिक्दैछ त। हजुर। मन्त्री चलाउने मलाई 0 थियो, हजुर। आइडिया केही थिएन। तर अहिले त सिक्दैछ। कारखाना चलाउन म 0 थियो, होइन? केही आइडिया थिएन, सिक्दैछ, निकै सिकिसक्यो। अब राष्ट्रिय आविष्कार केन्द्र मलाई चलाउन 0 थियो, हजुर। चलाउँदैछ। म गाउँमा गएर कसरी काम गर्ने तिमीहरू जस्तै थियो। म अमेरिका पढेर आएँ, गाउँतिर डुल्दा डुल्दा के हो के गर्ने गाउँ के थाहा थियो मलाई, केही पनि थाहा थिएन। अनि अर्को कुरा चाहिँ हजुरलाई अब यो चाहिँ हजुरलाई कस्तो लाग्छ, तर यदि सम्भव हुन्छ भने हजुर त अब आविष्कार केन्द्रको हुनुहुन्छ, राष्ट्रिय आविष्कार केन्द्र, अनि हाम्रो यता कृषि औजारबाट पनि हुन्छ। तर मलाई लागेको नि अब यो कमेडी जस्तो हुन्छ भने पनि सकिन्छ भने चाहिँ त्यो मान्छेको हुन्छ नि इमान्दारिता, दयालुपन, त्यो कुराहरू पनि जाँच्ने यन्त्र बनाउनु पाए चाहिँ मन्त्रीहरूलाई चाहिँ त्यहाँ जाँचेर मात्रै पास गराउने क्या, कतिको इमान्दार छन् भनेर त्यो पनि मिल्छ भन्ने गरौँ भन्ने लागेको नि माननीय त्यो इमान्दारिता चाहिँ जान्ने होइन, जाँच्ने मेसिन साह्रै भएन क्या, साह्रै इमान्दार मान्छे कमी भयो त्यो पदमा। जाँच्ने मसिन भनेको समय हो क्या, समय त्यही त काम गर्दै जाँदाखेरि को मान्छे कति इमान्दार छ भनेर बल्ल थाहा हुन्छ। मान्छे कति राम्रो छ, कति चाहिँ अनुहार हेरेर थाहा हुँदैन, त्यो समयले बताउने कुरा हो। त्यही त समयले कति इमान्दार भनिने मानिसहरू पनि पछि बेइमान निस्किएका पनि हुन्छन्। त्यो कुरा केले बताएको जाँचे हुन्छ, समयले जाँच।